झापाको बिर्तामोड 2 र अर्जुनधारा 5 चारपानेमा करिब 7 करोड रुपैयाँको लगानीमा अत्याधुनिक सुविधा सम्पन्न व्यायामशाला टुल फिटनेस सञ्चालनमा आएको छ। आधुनिक उपकरण, दक्ष प्रशिक्षक र अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण प्रणाली सहित सञ्चालनमा आएको उक्त फिटनेस सेन्टरले झापामै फिटनेस सेवामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। करिब 5 कट्ठा क्षेत्रफलमा स्थापना गरिएको फिटनेस सेन्टरमा मात्रै करिब 2 करोड रुपैयाँ बराबरका अत्याधुनिक फिटनेस उपकरण जडान गरिएको सञ्चालक तुल श्रेष्ठले जानकारी दिए। उनका अनुसार जग्गा, भवन र पूर्वाधार सहित कुल लगानी करिब 7 करोड रुपैयाँ पुगेको छ। श्रेष्ठका अनुसार नेपालमै पहिलो पटक यस स्तरका अत्याधुनिक फिटनेस उपकरण एकै स्थानमा उपलब्ध गराइएको हो। सेन्टरमा एकैपटक 100 जनाले एरोबिक्स, जुम्बा, जिम, बक्सिङ लगायतका विभिन्न फिटनेस गतिविधिमा सहभागी हुन सक्ने क्षमता रहेको छ। फिटनेस सेन्टरमा अनुभवी तथा दक्ष प्रशिक्षक मार्फत प्रशिक्षण प्रदान गरिनेछ। सञ्चालक श्रेष्ठ मिस्टर पूर्वाञ्चलका विजेता, मिस्टर नेपालका प्रतिस्पर्धी तथा धर्मश्री प्रतियोगिताका सहभागी खेलाडी हुनुका साथै अन्तर्राष्ट्रिय स्तरका फिटनेस प्रशिक्षक समेत हुन्। स्वास्थ्य जीवनशैलीको प्रवर्धन, गुणस्तरीय फिटनेस सेवा र आधुनिक अभ्यास संस्कृतिको विकास गर्ने उद्देश्यले टुल फिटनेस सञ्चालनमा ल्याएको सञ्चालक श्रेष्ठले जानकारी दिए।